सरहरू के बोक्नु भयो? यो चाहिँ गाइस हामी बोतल बेच्न हिँडेको होइन। यो सिस्टम क्या हाम्रो काठमाडौँ जुन नेपालको सिटीमा पनि सरकारले बुझेर यस्तो सिस्टम बनाइदियोस् ताकि बालेनले पनि देखुन् र यो सिकुन्। नेपाल सरकारले पनि सिकोस् कि हरेक बोतल चाहिँ बेच्न सकियोस्। हरेक ठाउँमा मेसिन राखेर होइन सर। यहाँ चाहिँ बोतल घरमा साथीभाइहरूले यसो कहिलेकाहीँ चिसो पानी, बियर, रक्सी, क्यान सबै पिएको बोतलहरू चाहिँ आफै राखेर बेच्न सकिन्छ। एउटा बोतल बराबर यहाँको 50 रन क्विन 50 क्विन आउँछ। 50 लगभग नेपाली रुपियाँ चाहिँ भनेको समथिङ 14.5 रुपियाँ आउँछ एउटा बोतल बराबर। गाइस यो जानकारीमूलक भिडियो पनि छ। जस्तै नेपाल सरकारले पनि सिक्नुपर्छ। हाम्रो नेपालमा चाहिँ ठाउँमा गल्लीमा गाउँमा बोतलहरू त्यतिकै छारापस्टहरू भएको छ। त्यो यसरी बोतल लगेर एकछिनमा कसरी बेच्ने त्यो पनि म देखाउने छु गाइस तपाईहरुलाई। यहाँ हेर्नुस् कुकुर यसरी पालिन्छ। बार नभए हामीलाई आएर टोक्छले। हेर्नुस् गाइस यस्तो छ गाइस। अब यसरी हाल्दा पर्छ मेसिनमा पैसो आउँछ। एउटा हाल्नु पैसा फुक्कर जम्मा हो। जति बोतल हाल्यो 50 हेरेर हाल्नै पर्छ। बोतल खान गुरुङ र तामाङ मेरो साथीहरूले आज पार्टी खुवाउने अरे आयो। यो नथिची आउँछ। यहाँ एकदम एउटा बाँकी हालेर धुलो रहेछ। त्यो उसै छैन, स्क्यानै छैन त्यसमा। अनि सबै स्क्यान आइसक्यो, पिसेर हाल्छ। उहाँ गयो यो है कति गर्छ? एउटा 20-50, एउटा 8-50, 28-50 को होला। 28 रुपियाँ 50 पैसाको बोतल बेच्यो। त्यो त पकाएर